Audio दर्शकबिन नमस्कार, दिस इज मिस्टर बहादुर गुरुङ। यु क्यान सी दुबई राम्रोसँग हेर्न सक्नुहुन्छ। यो दुबई हो, दुबईको मेन सिटी, द हार्ट अफ द दुबई। यु क्यान सी मजाले हेर्न सक्नुहुन्छ। यो दुबईको सिटी, जुन चाहिँ सिटी सेन्टर अफ द दुबई है, तपाईँले मजाले हेर्न सक्नुहुन्छ। यहाँ सबै खालको बिल्डिङहरू एकदम राम्रो राम्रो छ। अनि बुर्ज खलिफा टावर, जुन चाहिँ संसारकै सबभन्दा ठुलो अग्लो बुर्ज खलिफा टावर भन्नु नि यही नजिकै छ। तपाईँले हेर्न सक्नुहुन्छ। यो दुबई सहर यस्तो छ, हेर्नुहोस्। म तपाईँहरूलाई आज एकदम राम्रोसँग देखाउँदैछु। म तपाईँहरूलाई दुबई हेर्ने इच्छा पुरा गराइदिनेछु। राम्रोसँग हेर्नु होला। यो बुर्ज खलिफा टावर तपाईँहरूले नजिक हेर्न सक्नुहुन्छ। यो साइडमा है मजाले हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यो बुर्ज खलिफा टावर, यो तपाईँले देख्नुभएको चाहिँ यो बुर्ज खलिफा टावर हो। एकदम धनी धनीहरू मान्छेको मात्रै एपार्टमेन्ट छ, जस्तै शाहरुख खान, आमिर खान अनि यहाँको शेखहरूको मात्रै छ भन्ने कुरा गरिन्छ। बुर्ज खलिफा टावर मजाले हेर्नुहोस्। यो चाहिँ बुर्ज खलिफा टावर, अनि तपाईँले मजाले हेर्न सक्नुहुन्छ बुर्ज खलिफा टावर। र यो ब्रिज भएको कारणले गर्दा मैले राम्रोसँग भिडियो खिच्न सकेको छैन। यो एलाउड छैन, यो भिडियो गरेर हिँड्न एलाउड छैन। तापनि मैले ट्याक्सीभित्रबाट चाहिँ भिडियो गर्दैछु। तपाईँहरूले हेर्नुहोस् भनेर हेर्न सक्नुहुन्छ। राम्रोसँग हेर्नुहोस्। यो बुर्ज खलिफा टावर तपाईँहरूले नजिकबाट हेर्न सक्नुहुनेछ। यहाँ ट्रेनको पनि बाटो छ यहाँ, जुन तपाईँले मजाले हेर्न सक्नुहुन्छ। यो बुर्ज खलिफा टावर हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस्। दुबई एकदम डेभलप हुँदैछ, जुन एकदम दुरुस्त गतिमा। यस्तो खाडी मुलुकमा यस्तो खालको बजार, यस्तो खालको सिटी देख्दाखेरि हामीलाई एकदम अचम्म लाग्छ। हाम्रो देश खाएर फालेको आँप पनि उम्रिने देशमा त्यस्तो हालत छ भने यहाँ हेर्नुहोस्, केही नउम्रिने देशमा, जमिनमा केही नउम्रिने देशमा यस्तो खालको तपाईँको डेभलपमेन्ट हेर्न सक्नुहुन्छ। यो एकदम लाज मान्ने कुरो हो हाम्रो नेपाली दाजुभाइको लागि होइन। यो अलिकति यस्तो हामी कस्तो ठाउँमा जन्मेरहेछ जस्तो पनि फिलिङ कहिले कहिले आउँछ। तर के गर्नु, विडम्बना जे होस्, जागिरको सिलसिलामा हामी यो देशमा आइएको छु।